Okay, welcome all. Today in this video, we are going to discuss about database management system practical with MS Access. So, concept number 2, a dashboard of MS Access. In first warning of MS Access, there is a recent file and blank files as well as templates. अब यसमा के छ भने यो कन्सेप्ट नम्बर 2 मा हामीले चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टम प्र्याक्टिकलको एमएस एक्सेसमा हेर्दाखेरि कन्सेप्ट नम्बर 2 मा चाहिँ हामीले ड्यासबोर्ड र एमएस एक्सेसको ड्यासबोर्ड चाहिँ कस्तो देखिन्छ भनेर हेर्न जाँदैछौँ। त्यसको लागि हामीले कसरी खोल्ने भन्दाखेरि हामीले त सुरुमै सिकिसकेको छौँ कि विन्डोजसँग आर क्लिक गर्ने, त्यसपछि त्यहाँ एमएस एक्सेस टाइप गरेर इन्टर गरेपछि हाम्रो एमएस एक्सेस खुल्छ। यो भनेको जस्तो कन्सेप्ट नम्बर 2 भनेको अब जस्तो एमएस एक्सेस खोलिसकेपछि सुरुमा यो रिसेन्ट फाइलहरू देखिन्छ। यहाँ जस्तो हामीले सुरुमा अब कुन फाइल खोलेको, हामीले प्रिभियसमा जुन फाइल खोलेको त्यसको चाहिँ रिसेन्ट फाइलहरू चाहिँ यहाँ देखिने भयो लेफ्ट साइडमा। अनि त्यसपछि राइट साइडमा चाहिँ हाम्रो के हुन्छ भन्दा ब्ल्याङ्क डाटाबेस बनाउने, ब्ल्याङ्क फाइल बनाउनको लागि बनाइन्छ। अनि अरू यो टेम्प्लेटहरू पनि देखिन्छ भन्ने कुरा चाहिँ हामीले यो चाहिँ सिम्पली एमएस एक्सेसको ड्यासबोर्ड भन्ने कन्सेप्टमा सिकियो। थ्याङ्क यू।